मैले उका खाएर यस्तो गरेँ नि क्या हो खुसी लागेर गाइस वेलकम ब्याक टु माई च्यानल हैन फेरि म एउटा नयाँ भ्लग लिएर आइसकेको छु र आज चाहिँ यसो हैन दिसो जहिले हामी चाहिँ उता रडिङ गरेर जान्थ्यौँ क्या यसो अनि आज पनि जान्छौँ अनि आज चाहिँ रेकर्ड गरिदिनु पऱ्यो कस्तो हुन्छ हैन अनि ओभर जाडो चाहिँ छ ओभर छ किन आज हुस्सेन लागेको छैन धरमा अनि एक घामै लागेको छैन हुस्से लागेको छ अलिअलि लागेको छ अघि चाहिँ घाम लाग्यो तर त्यो माथि चाहिँ हामी चिने डाँडा जान्छौँ जहिले रनिङ गर्दै अनि चिने डाँडामा चाहिँ माथिबाट यस्तो बेस्ट भ्यू देखिन्छ कि गाइज तपाईँहरूलाई म त्यही देखाउँछु अनि त्यही भएर भ्लग गरेको चाहिँ आज अनि त्यही हो अब म वार्मअप गर्छु अनि बाजे आउँदैछ साथी तर हामी चाहिँ बाजे भन्छौँ अनि ऊ आउँदैछ अनि कस्तो हुन्छ तपाईँहरूलाई म देखाउँछु नि म तपाईँलाई एकचोटि बाहिरको भ्यू पनि देखाइदिन्छु बाहिर यस्तो छ गर्छु उहाँ गएर देखाउनु पर्छ कि देखाउँछु हल्का ल क्यामेरा राखिदिउँ चिक ल बाजे पनि आइसकेको छ घरको चाहिँ अब यहाँ एकछिन वार्मअप गरेँ कि अब उता लाउँछु म आज यसो माथिबाट होइन त्यो बादल चाहिँ देखिन्छ क्या त्यो माथि चाहिँ त्यो धरान मतलब पहिले त्यो हुस्से लागेर केही देखिँदैन क्या हामी चाहिँ पुरै बादलको माथि देखिन्छौँ क्या त्यो छ कि भनेर हिँडेको हामी चाहिँ त्यही पनि देखिन्छ यति हिजो पनि गएको हिजो देखिनौँ हामीले यो चाहिँ हल्का घाम पनि लागेको छ नि त घाममा चाहिँ कुदेको चाहिँ मतलब बेस्ट हो बट के छैन टुडे मौसम इज भेरी गुड बाजे तातिर हात देखाउनु हुँदैछ है बिहान कता विष्णुपालिका क्या हो विष्णुपालिका गोर्खा पार्क बिहान चाहिँ त हुँदैन क्या गोर्खा पार्क हामी पुग्नु चाहिँ ऊ त माथि हो खुसी लागिरहेको ठाउँ अनि अगाडि बाजे छ बाजे अब हामी चाहिँ हाम्रो अहिले हिँड्दैछौँ हल्का कुदो गर्नु पऱ्यो नि त मसललाई वार्मअप दिनु पऱ्यो नि त हामी कुद्न आँटिमै भन्ने भनेर अब हल्का माथि चाहिँ ओभर घाम लागेको जस्तो लाग्यो होइन भरेको 17 सिन देखिन्छ त्यस माथि हो क्या यो डाँडा देखिन्छ नि अर्को डाँडा हो हामी जाने चाहिँ योदेखि अर्को लेट्स सी अब हामी कसरी जान्छौँ मलाई त बाजेले छोडिहाल्छ म त पछाडि हुन्छु म त पछाडि हुन्छु बाजे ओभर छिटो हिँड्छ यसो म त बिस्तारै भ्लगमा चाहिँ यहाँ एउटा झुलुङ्गे पुल छ उहाँ पऱ्यो नि ल यहाँदेखि चाहिँ हामी बिस्तारै गर्छौँ अब यहाँदेखि चाहिँ रन बाजे रन ल बाजे रन ल ल हामी कुद्यौँ स्टार्ट उकालो छ धेरै छ उकालो धुलो चाहिँ बसेको धुलो यो होइन हिजो पनि कुदेको सिधै जुत्ता पनि कालो भइसक्यो मुख धुएर अब सुक्दैन नि त गइसक्यो म आइपुग्न आँटेँ कि तर खुसी लागेन न माथिबाट जनामा देखिन्छ होला गले म त होइन ठ्याक्कै आउने बेला गरेँ फेरि अलिकति माथि चाहिँ कुद्नुपर्छ किनभने भित्र उकालो छ क्या उकालो कुद्ने बानी भएको छैन म यो त्यति पनि आएको छैन त्यति उकालो पनि कुदेको छैन त्यति त्यही भएर हल्का हल्का गर्दै चढाउनुपर्छ बिस्तारै ल म बिस्तारै कुद्न थाल्छु फेरि बोल्दै
बोल्दै गर भने फेरि उता हुन्छ क्या कुद्न सकिँदैन त्यही भएर म अलग पर्छु यसो अब चिनीडाँडामा गएर भेट्नु भयो गाइस लास गरेर हुन्छ क्या यताबाट गाडीहरू गएकै गर्छ अनि के अरे धुलो हेर्नु न सबै नाक मुख कपालभरि सिबाट कुद्दाखेरि पनि सिँगा आक्कै गर्छ अनि नाकबाट ब्रिदिङ गर्ने ओभर कार हुन्छ क्या हुन त यो उकालो हान्न बेस्ट हो क्या त हेर्नु न धुलो उडाएर धुलो त्यही भएर ओभर कार हुन्छ सासु हेर्नु धुलो झाँटमा मुखमा पर्छ अनि तर केही छैन अब एकछिन छोडिदिन्छ तर फेरि तल चाहिँ छैन त्यति जब हामी चढ्छौँ चिनीडाँडातिर आउनु लाग्छ त्यहाँदेखि चाहिँ आम्मा धुलोको त के कुरा गर्नु ल उछि अब बर लागिरहेछ हेर्नुहोस् अब एकचोटि माथि गएर देखाउँछु तपाईँहरूलाई म बल्ल आइपुग्यो गाइस मरे ल हेर्नु न त्यही भने क्या मैले मुनि धरान माथि चाहिँ घाम हेर्नु न यो माथि माथि धेरै घुम्न आउँथ्यो यहाँ चाहिँ हामी पनि डेली नै आउँछौँ तर भ्लग चाहिँ आज गरेको हेर्नु न सबै कुरिरहेको नै यिनीहरू चाहिँ भात खुसी लागेर मुनि चाहिँ धरान आएर छिटो हामी गएको किनकि हाम्रो 22 छ अनि त्यही भएर 3 बजे 4 बजे 22 छ अब 1 बजेर कति 41 42 43 45 मिनट गयो होला अब गएर अनि यसो अब यताउति रेडी सेडी हुँदाखेरि ठ्याक्कै 3 बज्छ अनि अहिले त जान्छौँ है 22 पनि बजेकै छ त्यही भएर हामी सबै पनि 1 बजे आउँछु अनि यहाँ बाजेलाई बाजे कस्तो भयो तपाईँलाई भ्यू कस्तो लाग्यो त चिनीडाँडाको राम्रो छ यत्रो राम्रो छ अरे हेर्न आउनु सक्नुहुन्छ हाम्रो राम्रो छ हेर्नु न यतिको भ्यू फेरि जाडो महिना मात्रै है होइन हामीले चाहिँ आँखालाई देखेको हेर्न वाक्क दिक्क लाग्छ क्या यो हेर्दा हेर्दै पनि धेरै हेरिसक्यौँ नि त अब नदेख्ने मान्छेहरू चाहिँ आउँदाखेरि वाउ देखिन्छ तर हेरिराख्ने मान्छेलाई यस्तो केही वास्तै लाग्दैन यहाँ बस्ने मान्छेहरू वास्ता लाग्छ भन्नु त कसैलाई पनि वास्ता लाग्दैन यहाँ के होस् भनेर त्यही हो नातिको भ्लगको भिडियो पनि आइयो बनाइयो खुसी लाग्यो चिन्ने पनि आयो आस्ता भाइरल भइन्छ कि कसो नभयो होला अब त अब चाहिँ हामी फेरि फर्किहाल्यौँ क्या आउने एकछिन यताउति ल्याङल्याङ टुलुङ गर्ने हाम्रो बानी छैन क्या ट्याक्क डिस्टेन्स आइन्छ 5 मिनट धेरै भनेको 5 मिनट अन्त 2-3 मिनट यस्तै हेर्ने ट्याकटुक 1-2वटा फोटो हान्ने चल्दै हाल्ने अरू जस्तो हाम्रो के अरे होइन बाजे त्यो नाटक कहाँ फोटो खिच्ने त्यस्तो बानी चाहिँ छैन पनि चिन्दैन कहिले हुँदैन पनि हामी गर्दैनौँ पनि त्यस्तो यता हेर्नु साग कस्तो मजाले फल्यो क्या साग त कस्तो राम्रो साग फल्यो हेर्नु न भयो राखेको साग नि बाजे मुख मिठाउन कस्तो हुन्छ होला खाँदाखेरि के को मासुसँग मिठो हुन्छ बाजे यो चाहिँ सुँगुरको अब यो चाहिँ अब अर्काको पऱ्यो न तर आफ्नो चाहिँ खाइन्थ्यो नातिर बाजे चट्ट लाएर बसेर है त्यही हो हेर आम्बो हुस्से लागेर कुइटो लागेर मुन्थ्यो धरान त छैन धरान छ बाजे के अरे उताबाट चाहिँ कोसी देखिन्थ्यो क्या नि बाजे उता कोसी देखिन्थ्यो कोसी सोझी केही छैन पुरै सेतो माटो छ सेतो कुरियो यता टावर पनि छ उता चाहिँ टावर छ त्यो टावर के जानु अब यहाँबाट हिँड्यो त्यहाँबाट हिँड्यो एउटै नै हो अलिकति त ठुलो त हो नि मतलब अलिकति माथि बसेर हेर्नु त हो नि यहाँबाट नि माथि नै हो होइन बाजे तर राम्रो छ चिनीडाँडा तर यहाँ चाहिँ टुरिस्टहरू पनि बढी धेरै आउँछ आउन पनि हिजो पनि हामीले भेटाएको थियौँ होइन हिजो भेटाएर चट्टले एउटा फोटो खिच्यौँ चट्टालाई स्टोरीमा पनि हाल्यौँ यो चाहिँ हल्का त्यो पनि बिर्सयौँ क्या किनकि हिजो ओभर ढिलो भएछ हामी ढिलो आएको थियौँ अनि आज अलिक छिटो आयौँ क्या अनि हिजो ढिलो आएर अनि छिटो गइहाल्यौँ किनभने हाम्रो 22टा सुरु भइसकेको थियो त्यहाँदेखि ढिलो गएको हिजो फर्स्ट दिन थियो आज सेकेन्ड दिन हो अनि आज पनि जान्छौँ हिजो यसो सिक्यो
अब बारिस्टाको चाहिँ भिडियो गर्न पाउँदैनौँ किनकि अब त्यहाँ भनेको हामी सिक्न गएको हो नि त भिडियो सिडियो गर्न गएको होइन भयो भने केही क्लिप्सहरू हालौँला भर्खरै हामीले 2-3वटा फोटो खिच्यौँ कि बढिया पनि हुस्से लागिरहेको थियो गएछ अघि हेर्नुहोस् न के अरे अघि माथि हेर्दा कस्तो थियो घाम तलक्क लाग्ने जब हामी मुनि झर्छौँ हेर्नु न यहाँ आनन्द होइन बाजे शीतल क्या तर तपाईँहरूलाई चाहिँ जाडो महिना मनपर्छ कि गरम महिना मनपर्छ प्लिज एकचोटि मलाई सम्पर्क गरेर कमेन्टमा भनिदिनु होला यतिले हेर्नुभयो भने फुल भिडियो वाच तर यस्तो लाग्छ कि मान्छेहरूलाई चाहिँ केहीले पनि पुग्दैन क्या गरम महिना आयो भने जाडो कहिले आउँछ हुन्छ होइन बाजे र जाडो महिना आयो भने त्यही हो धुलो चाहिँ यहाँ बाजे धुलोको केही इफेक्टहरू मलाई बताइदिनु न हामी कुद्दाखेरि कस्तो इफेक्ट गर्छ के आउँदाखेरि यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू आफै नै यो यहाँ हजुरहरू देख्न सक्नुहुन्छ है गाडी आउँदाखेरि यति मजा आउँछ नि धुलोले यता हेर्नु त त्यतिकै अनुहार छोपिन्छ यता हेर्नु त्यता त्यहाँ उभिनु त्यहाँ उभिनु न ल बाजेको 2-3 पो जान्दै क्या अब चाहिँ हेर्नु न है अब चाहिँ उस्तै उता लागिसक्यो न लाग्दै लाग्दैछको चिसा हावा पनि आइसक्यो नि बाजे अब यो बुलेट आएको होला गाडी आएको होला के आएको होला बाइकहरू अब धुलो हेर्नु धुलो पनि अघि तपाईँलाई देखाइसकेको होला मैले कुद्दै त्यता कतातिर बसेको थिएँ म अब फेरि आउँछ देखाइन्छ आयो भने यहाँ चाहिँ पानी बोकिरहेको छ पानी खाएको छैन अलिक चाहिँ भुइँया गरेर खान्छ किनकि बाँधेर सकाइन्छ क्या धुलो यहाँ धुलो यो सबै टेम्पोले झन् टेम्पो आयो झन् अरू बेला त के हिँड्दाखेरि झन् नाखाभित्र छिरेर सिगान त होइन पानी आउँछ क्या नाखाबाट होइन बाद अहिले चाहिँ अलिक यो टेम्पो आएर जस्तो भएन कि नत्र उता माथि चाहिँ हेर्नु न आम्मामा धुलो उडाइरहेले के गर्नु सिप कुद्नेहरूलाई मात्रै यसको दुःख थाहा छ फाइनली हामी कति 2:30 भयो होला हामी धरान चाहिँ आइपुग्यौँ अहिले धरानको हामी त्यही अघि हामी आएको जुदिङ्गे पुग्न छौँ बाजेर अब 22 जाने टाइम पनि हुन आँट्यो ठ्याक्कै 3 बजीतिर हिँड्छु होला लगभग म 22 सिक्न जान्छु अब हल्का नुहाइधुवाइ गर्छु हातमुख धुन्छु अनि टट्ट लुगासुगा लाएर चलिदिन्छु ए जुलिङ्गे पुरो अब अघि माथि कस्तो थियो हल्का मुनि झर्दा कस्तो थियो र यहाँ धरानमा कस्तो छ हेर्नु भ्यू हेर्नुहोस् भने फ्रेसेस भएर अब 22 जान आँटेको के अरे अब ढिलो भयो लास्ट ढिलो भइसक्यो मार्छ तैँले ढिलो क्या म चाहिँ ल अब चाहिँ म कलेज जान आँटेको अब ढिलो भइसक्यो क्या त्यतिकै ढिलो पनि हुन्छु यहाँ जहिले जे कुरा पनि ढिलो मात्रै हुन्छ म त बोलाएर कलेजको टेस्ट लगाएँ अब चलिदिन्छु म चट्ट लगाएर अब मर्की लगाइरहेको छ सिकान आइरहेछ बाइकटा भयो भने देख्नुहोस् तपाईँलाई म कस्तो हुन्छ लगाइछ एकछिन भयो भेटौँ र अहिले तिम्रो मेरो साथीहरूसँग देखाउ तिमीलाई फेरि यसो हाम्रो युएन केक बारिस्टा हो कि अनि हामी भर्खर बनायौँ क्या हामीले कफी बनाएर सिक्यौँ अनि हामीले पर्फेक्ट भयो यहाँ चाहिँ सब ऊ चाहिँ ओभर राम्रो है हाम्रो क्लासको है अब चाहिँ म रुम आइसकेँ अनि बारिस्टा सिकेँ अनि सिक्यो भने आज चाहिँ त्यो कफी बनाउन कफीमा ट्याक्क त्यो पानाहरूको सेप निकाल्छ नि हो त्यो बनाएर सिकेको आउँदै आएन हो तर सुरुचोटि बनाएर पनि होला कि अनि अब बिस्तारै सिकेर जान्छु अब भोलि पनि हेर्छु बनाउनु सक्छु सक्दिनँ भोलि चाहिँ अब आज लगभग 500 जति बनायो होला तर सेपै निक्लिने क्या अब भोलि चाहिँ म फिक्स निकाल्ने कोसिस गर्छु अनि त्यो गाइज आज चाहिँ अब यो ब्लग चाहिँ भोलि आउँछ अनि अब आज यति भन्दै आजको म ब्लग इन गरेछु होइन सबैजनाले भिडियो हेर्ने होला अनि अब चाहिँ म खाना खान आँटेको किनकि अघि मैले खाना अलिकति पनि खाएको थिएँ किन दिउँसो रनिङ गर्न जान्छु नि त अनि त्यही भएर थोरै मात्रै खाएको थिएँ अनि अब चाहिँ अलिकति धेरै हालिदिनु पर्ने छ अब होइन ल गाइज जाडो छ होइन कति जाडो छ हेर्नु तर जाडो मनपर्छ मलाई ल बाई बाई